सञ्चार प्रणाली सैद्धान्तिक रूपमा सञ्चार प्रणालीलाई सञ्चारको लागि निर्माण गरिएको इनपुट, प्रोसेस र आउटपुटलाई बुझाउँछ। सैद्धान्तिक रूपमा सञ्चार प्रणालीलाई सञ्चारको लागि निर्माण गरिएको इनपुट, प्रोसेस र आउटपुटलाई बुझाउँछ। सञ्चार प्रणालीको इनपुटको रूपमा मेसेज, सेन्डर, सञ्चार नीति आदि लिन सकिन्छ भने प्रोसेसको रूपमा सञ्चारलाई एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पठाउन गरिने कार्यलाई बुझाउँछ। सञ्चार प्रणाली कम्युनिकेसन सिस्टममा इनपुट, प्रोसेस र आउटपुटलाई बुझाउँदछ भने यसमा इनपुटको रूपमा मेसेज, सेन्डर, सञ्चार नीति आदिलाई लिन सकिन्छ भने प्रोसेसको रूपमा सञ्चारलाई एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पठाउने गरिने कार्यलाई बुझाउँछ। आउटपुटको रूपमा मेसेजको डिकोड, उपयोग र त्यसबाट व्यावसायिक प्रभावकारितासम्मका सबै पक्षलाई बुझाउँछ। सञ्चारलाई प्रणालीगत रूपमा विश्लेषण गर्दा सञ्चारको इनपुटदेखि ट्रान्समिसन, सञ्चारको प्रसारण, च्यानल, त्यसको प्रभावकारिताको लागि विकास गरिएको प्रणाली, उदाहरणको लागि त्यस्तो प्रणालीलाई बुझाउँछ। उदाहरणको लागि इन्फर्मेसन सिस्टम, प्रविधिको प्रयोग र सञ्चारको उपयोग तथा पृष्ठपोषण समेतलाई लिन सकिन्छ। सञ्चार प्रणालीमा रहने प्रमुख इनपुटमा सूचनाको स्रोत, सूचनाको प्रणालीका लागि प्रविधिको प्रयोग लिन सकिन्छ भने सञ्चारको प्रोसेसलाई सङ्कलित स्रोत कसरी सेन्डरबाट रिसिभरसम्म पुर्याइन्छ सो कुरालाई लिने गर्छ। समग्रमा सञ्चार प्रणाली भनेको इनपुट, आउटपुट र प्रोसेसिङको कम्बिनेसन हो। यसमा इनपुटको रूपमा मेसेजलाई लिन्छ, नीतिलाई लिन्छ र आउटपुटको रूपमा मेसेजको डिकोडलाई लिन्छ। प्रोसेसको रूपमा सन्देश पठाउने व्यक्तिहरूको रूपमा लिन्छ। यसरी सञ्चारलाई प्रणालीगत रूपमा विश्लेषण गर्दा सञ्चारको इनपुटदेखि ट्रान्समिसन, सञ्चारको प्रसारणको च्यानल, त्यसको प्रभावकारिताको लागि विकास गरिएको प्रणाली, उदाहरणको लागि म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, प्रविधिको प्रयोग र सञ्चारको उपयोग तथा पृष्ठपोषण समेतलाई लिन सकिन्छ। सञ्चार प्रणालीमा रहने प्रमुख इनपुटमा सूचनाको स्रोत, सूचनाको प्रणालीका लागि प्रविधिको प्रयोगलाई लिन सकिन्छ भने सञ्चारको प्रोसेसलाई सङ्कलित स्रोत कसरी सेन्डरबाट रिसिभरसम्म पुर्याइन्छ त्यसलाई लिनु पर्दछ। आउटपुटको रूपमा प्रभावकारी सञ्चार, अवरोध रहित सञ्चार र त्यसको व्यवस्थापकीय प्रभावकारितालाई उपयोग आदिलाई लिन सकिन्छ। त्यसै सङ्गठनको विभिन्न तहमा हुने सञ्चार सङ्गठित सञ्चार प्रणाली भनिन्छ। सञ्चारलाई विचारहरू, धारणाहरू, सूचना, जानकारी प्रवाह गर्ने र बुझ्ने पद्धतिको रूपमा लिन्छ। सञ्चारलाई सूचना सम्प्रेषण गर्ने व्यवस्थित पद्धतिको रूपमा लिन्छ। यसलाई आइसिटी पनि भनिन्छ। सङ्गठनभित्र कसरी सञ्चारको प्रभाव हुन्छ भन्ने विषयलाई गरिने अध्ययन नै सञ्चारको प्रणाली हो। सञ्चार प्रणालीमा निम्न तत्त्वहरू संलग्न हुने गर्छन्। सञ्चार प्रणालीमा के तत्त्वहरू संलग्न रहन्छन् भनेपछि सूचनाको जानकारी, तथ्याङ्क, प्रेषक, सेन्डर, प्रापक, रिसिभर, सङ्केत, कोडिङ, डिकोडिङ, सञ्चारको माध्यम, मिडिया, रेडियो, टिभी, कुन मिडियम छ, सञ्चारको माध्यम, विषयवस्तु, कुन विषयवस्तु हो, अनि प्रवाह, सञ्चारको प्रवाह, अनि सामूहिक बुझाइ हो हल्ला जस्ता कुराहरू सञ्चार प्रणालीका तत्त्वहरू अन्तर्गत पर्दछन्। यी विभिन्न चरणहरूलाई इनपुट, प्रोसेस र आउटपुटको रूपमा पनि बुझ्न सकिन्छ। बैंक तथा वित्तीय क्षेत्रमा सञ्चारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। त्यसैले भन्ने गरिन्छ, व्हाट इफ अ मेसेन्जर डज इट इज थ्रु कम्युनिकेसन। बढ्दो प्रतिस्पर्धात्मकमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो ग्राहक नेटवर्किङलाई उपयुक्त बनाउन कम्युनिकेसनमा जोड दिनै पर्छ। प्रभावकारी सञ्चारले मात्र बैंक आफ्नो प्रोडक्ट सर्भिस गुणस्तरीय ढङ्गबाट प्रभावित गर्न सक्छ। जनविश्वास कायम गरी बैंक र आम नागरिकको सम्बन्धलाई अटुट बनाउन योगदान दिन्छ। अत प्रभावकारी सञ्चार प्रणालीमा निम्न विशेषताहरू हुनुपर्दछ। प्रभावकारी सञ्चार प्रणाली भनेको के हो भने जुन अर्थमा सूचना दिन खोजिएको सोही अर्थमा प्रापकले बुझ्ने गरेर प्रभावकारी ढङ्गले बुझ्ने सूचना सञ्चार प्रणालीलाई नै
प्रभावकारी सञ्चार प्रणाली बनेछ। यसका विशेषताहरू के हुन् भन्नाले सञ्चार प्रणालीको लागत प्रभावकारी हुनुपर्छ। पहिला कस्ट मिनिमाइज अथवा कस्ट कुन प्रकारको छ त्यसरी प्रभावकारी रूपमा हुनुपर्दछ। त्यस्तै सञ्चार प्रणाली स्पष्ट रूपमा अवरोध रहित हुनुपर्दछ। सूचना प्रणालीमा सञ्चार प्रणालीमा स्पष्ट रूपमा अवरोध रहित हुनुपर्छ। अवरोध चाहिँ हुनु हुँदैन। प्रणाली विश्वसनीयता हुनुपर्छ र रहित हुनुपर्छ। सञ्चार प्रणालीमा अनावश्यक जटिलता रहनु हुँदैन। पृष्ठपोषण प्रणालीको अवलम्बन गरिएको हुनुपर्छ। पृष्ठपोषण पनि प्रणालीमा अवलम्बन गरिएको हुनुपर्छ। जस्तै उपयुक्त च्यानलको प्रयोग गरिएको हुनुपर्छ। समावेशी र सबै पक्षलाई रेस्पेक्ट गर्ने गरी निर्माण गरिएको हुनुपर्छ। सञ्चार प्रणालीमा एकरूपता रहेको हुनुपर्दछ। व्यावसायिक आवश्यकता अनुसार गतिशील हुनुपर्छ। सहभागितामूलक प्रणालीको विकास गरिएको हुनुपर्छ। व्यवस्थापकीय सूचना प्रणालीको उपयोग गरिएको हुनुपर्छ। अवरोध रहित हुनुपर्छ। अवरोध चाहिँ हुनु हुँदैन। सञ्चारका प्रमुख अवरोध र न्यूनीकरण गर्ने उपायहरू। सञ्चारका प्रमुख अवरोधलाई निम्न अनुसार उल्लेख गरिएको छ। भौतिक अवरोध अन्तर्गत लामो दूरी, ठूलो च्यानल, संरचनागत जटिलता आदिलाई लिन सकिन्छ। सञ्चारका प्रमुख अवरोधहरू। सञ्चार प्रभावकारी सञ्चारमा अवरोध रहित हुनुपर्छ। अवरोधहरू कुन कुन हुन सक्छन् भन्ने विषयमा भौतिक अवरोध अन्तर्गत लामो दूरी, ठूलो च्यानल, संरचनागत जटिलता आदिलाई लिन सकिन्छ। त्यस्तै भाषागत अवरोध अन्तर्गत बहुसांस्कृतिक भाषा, शब्दहरूको गलत चयन, सांस्कृतिक मूल्य मान्यता अनुसारको बुझ्ने संस्कृति, दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग आदि लिन सकिन्छ। भौतिक अवरोध अन्तर्गत कस्तो दूरी, च्यानल अनि संरचनागत जटिलता के कति छ त्योलाई लिन सकिन्छ भने भाषागत अवरोध अन्तर्गत बहुसांस्कृतिक भाषा, शब्दहरूको गलत चयन, सांस्कृतिक मूल्य मान्यता अनुसार बुझ्ने संस्कृति अनि दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग आदिलाई लिन सकिन्छ। त्यस्तै मनोवैज्ञानिक अवरोध अन्तर्गत अपरिपक्व बुझाइ, आफ्नो सोच अनुसार सोचलाई बुझ्ने स्टेरियोटाइप, मानसिक विभेदीकरण जस्ता अवरोधलाई लिन सकिन्छ। सांस्कृतिक अवरोध अन्तर्गत त्यसै अब सांस्कृतिक अवरोध फरक संस्कृति, मूल्य मान्यता, फरक संस्कृति अनुसार सन्देशलाई विश्लेषण गर्ने अभ्यास लिन सकिन्छ। प्राविधिक अवरोध अन्तर्गत प्रविधिको कमजोर प्रयोग, इन्टरनेटको कनेक्टिभिटीमा समस्या, प्रविधिको प्रयोग गर्ने अज्ञानता आदिलाई लिन सकिन्छ। जस्तो प्राविधिक अवरोध अन्तर्गत इन्टरनेट लो छ, इन्टरनेट कनेक्टिभिटी डाउन छ अथवा इन्टरनेट छैन, त्यस्तोमा प्राविधिक समस्या आउन सक्छ। तिनीहरू प्राविधिक अवरोधहरू भयो। त्यस्तै प्राविधिक प्रयोगको अज्ञानतालाई पनि प्राविधिक अवरोध अन्तर्गत लिन सकिन्छ। त्यस्तै बुझाइमा हुने अवरोध अन्तर्गत बुझ्न सक्ने क्षमताको कमी, अनुभवको कमी अनि मूल्य मान्यताको भिन्नता आदिलाई लिन सकिन्छ। त्यस्तै सेमेन्टिक ब्यारियर अन्तर्गत प्राविधिक जार्गनहरूको प्रयोग, जटिल भाषाको प्रयोग एकदमै उखान टोक्कामा भन्ने, कसैले बुझ्न सक्छ कसैले बुझ्न सक्दैन, त्यस्ता किसिमका अवरोधहरू पनि संसारलाई अवरोध पुर्याउन सक्दछन्। यी माथि उल्लेखित प्रमुख अवरोधहरू अन्तर्गत विभिन्न श्रेणीगत अवरोधहरू हुन सक्छन्। खुला सञ्चार प्रणालीको अभाव, ध्यानपूर्वक सुन्ने बानीको कमी, पृष्ठपोषणको अभाव आदिलाई समेत सञ्चारको अवरोधको रूपमा लिन सकिन्छ। यस्ता अवरोधलाई न्यूनीकरण गर्नै सञ्चारलाई प्रभावकारिता बनाउन सकेमा सञ्चारको प्रभावकारिता अभिवृद्धि भई सङ्गठनात्मक गतिशीलता अभिवृद्धि हुन सक्दछन्, जसका लागि निम्न बमोजिम रणनीति तथा सुझावहरू अवलम्बन गर्न सक्छ। यी चुनौतीहरूलाई, यी अवरोधहरूलाई कसरी हटाउन सकिन्छ त? अवरोधहरू त भयो सञ्चारमा, अनि यिनीहरूलाई हटाउने उपायहरू चाहिँ निम्न अनुसार उल्लेख गर्न सकिन्छ। जस्तो सञ्चारमा
प्रयोग गरिने भाषा सरल र दोहोरो अर्थ नलाग्ने हुनुपर्छ। सञ्चारमा प्रयोग गरिने भाषाहरू एकदम सरल भाषा, सबैले बुझ्ने खालको नै दोहोरो अर्थ नलाग्ने प्रकृतिको हुनुपर्छ। सञ्चारका नवीनतम अवधारणाको प्रयोग गर्नुपर्दछ। सञ्चारको माध्यमहरूको छनौट प्रभावकारी हुनुपर्दछ। सञ्चारको सन्दर्भ र सन्देश उद्देश्यमा स्पष्ट भएर सञ्चार गर्नुपर्छ। भौतिक अवरोध न्यूनीकरणका लागि सम्भव भएसम्म संरचनागत जटिलताको न्यूनीकरण गर्नुपर्दछ। जस्तै यहाँदेखि मैले भनिरहेको छु भने टाढा व्यक्तिले नसुन्न सक्छ। त्यस्तो त्यो प्रक्रिया पनि सञ्चार त सञ्चार नै हो, तर दूरीले फरक पार्ने हो। यस्तो दूरीहरू न्यूनीकरण गर्नुपर्छ। सकेसम्म भौतिक अवरोधहरूलाई हटाउनुपर्छ। सञ्चारको सन्देश सहित सन्दर्भ समेत उल्लेख गर्न उपयुक्त हुन्छ। अनि समावेशी सञ्चारलाई जोड दिनुपर्छ। सबै समावेशी हुनुपर्छ। सङ्गठनात्मक अवरोधहरूको न्यूनीकरण गर्नुपर्छ। प्रविधिको प्रयोगमा जोड दिनुपर्छ। खुला सञ्चार प्रणालीको अवलम्बन गर्नुपर्छ। सरल भाषाको प्रयोग गर्ने, शून्य बानीको विकास जस्ता पक्षलाई जोड दिन आवश्यक देखिन्छ। त्यस्तै सहभागितामूलक व्यवस्थापनको अवलम्बन सञ्चारमा डिजिटल प्रणालीमा जोड दिनु पर्दछ। अनि त्यस्तै सञ्चारको नवीनतम अवधारणा अन्तर्गत सञ्चारका नवीनतम अवधारणाहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। सञ्चारको अवरोधहरू हटाउनलाई सञ्चारको नवीनतम अवधारणाहरू प्रयोग गर्नुपर्छ भने चाहिँ सञ्चारका नवीनतम अवधारणालाई निम्नानुसार उल्लेख गरिएको छ। डिजिटल कम्युनिकेसन प्रविधिको विकाससँगै विभिन्न प्रकारका डिजिटल माध्यमहरूलाई भौतिक अवरोधको न्यूनीकरण सहित सन्देश प्रवाहमा उपयोग हुँदै आएका छन्। यस अन्तर्गत इमेल, स्ट्यान्डिङ मेसेज, भिडियो कन्फरेन्स, सोसियल मिडियाको प्रयोगबाट हुने सञ्चारलाई बुझाउँदछ। त्यस्तै मोबाइल सञ्चार, मोबाइल र मोबाइल एपको प्रयोग हुने सञ्चारलाई बुझाउँछ। अनि दृश्य सञ्चार, यस अन्तर्गत युट्युब, टिकटक आदिको माध्यमबाट विभिन्न व्यावसायिक प्रचार तथा अडियन्सहरूलाई आकर्षित गर्न गरिने सञ्चारलाई बुझाउँछ। त्यस्तै बहुच्यानल सञ्चार, यस अन्तर्गत सन्देशहरूलाई विभिन्न च्यानलहरूको प्रयोग गरी एकैपटक लागत प्रभावकारी रूपमा वेबसाइट, न्युजपेपर लगायत विभिन्न खण्डहरूलाई समेट्ने गरी गरिने सञ्चारलाई बुझाउँदछ। त्यस्तै दोहोरो सञ्चार, सन्देश प्रवाह गरिसकेपछि, सन्देश फलो भइसकेपछि त्यसको प्रभावकारिता सहित मापन गर्ने प्रणालीलाई बुझाउँदछ। वास्तविक समयमा हुने सञ्चार, दोहोरो सञ्चार, सन्देश प्रवाह गरिसकेपछि त्यसको प्रभावकारिता सहित मापन गर्ने सञ्चार दोहोरो प्रणाली भयो। एकहोरो, दोहोरो के कस्तो छ। अनि त्यसपछि वास्तविक समयमा हुने सञ्चार, तत्काल रिस्पोन्स आउने गरी गरिने सञ्चारलाई बुझाउँदछ। त्यस्तै राजनीतिक रूपमा शुद्ध सञ्चार, यस अवधारणालाई समावेशी रूपमा सन्देशहरूको छनौट गर्दा सबै पक्षको समान मर्यादा रहने गरी सञ्चारलाई बुझाउँदछ। जस्तो राजनीतिक रूपमा शुद्ध सञ्चार, कुनै पनि राजनीतिक दललाई प्रभाव पार्ने गरेर, त्यसलाई व्यङ्ग्यात्मक हुने गरेर त्यस्तो सञ्चारहरूको प्रयोग गरिनु हुँदैन। त्यस्तै वान्डरिङ अराउन्ड एन्ड टेकिङ अराउन्ड, अनौपचारिक रूपमा उच्च व्यवस्थापकले वास्तविक समस्याको पहिचान गर्नको लागि यस विधिको प्रयोग गर्नेछ, जसमा औपचारिक माध्यमलाई भन्दा अनौपचारिक माध्यमलाई बढी जोड दिने गरिन्छ। त्यस्तै विसेट ब्लोइङ पोलिसी, उच्च व्यवस्थापन तथा नेतृत्वले गरेका कार्यहरूको बारेमा तल्लो तहका कर्मचारीले जानकारी पाउन साथ यदि नराम्रो कार्य गरेको भए त्यसको जानकारी बाहिर ल्याउनमा पुरस्कृत गर्ने र जसबाट पारदर्शिता अभिवृद्धि हुने गरी विकास गर्नुपर्ने प्रणालीलाई बुझाउँछ।
विसेट ब्लोइङ पोलिसी, वन्डरिङ अराउन्ड एन्ड ट्रेकिङ अराउन्ड। त्यस्तै सञ्चार खुल्लाउदार नीति। यस अवधारणाले सङ्गठनमा हुने सञ्चारका विभिन्न प्रकारका अवरोधहरू सिर्जना नहुन र तल्लो तहका कर्मचारीको माथिल्लो तहका नेतृत्वसँग आफ्ना आवश्यकताहरू, गुनासो, समस्या सहज रूपमा राख्न पाउने गरी गरिएको व्यवस्थालाई बुझाउँछन्। यस्ता नवीनतम अवधारणाको प्रभावकारी प्रयोग गर्न सकेमा सञ्चारको प्रभावकारिता अभिवृद्धि भई सङ्गठनको व्यवस्थापकीय दक्षता प्रभावकारी हुने मान्यता राख्न सकिन्छ। नेपालको सार्वजनिक क्षेत्रमा सञ्चारमा रहेका समस्या र तिनका समाधानहरू। नेपालको सार्वजनिक क्षेत्रमा सञ्चारमा रहेका समस्याहरू प्रमुखतः सञ्चारका अवरोधहरू विद्यमान रहनु, सञ्चारलाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्नु र सञ्चारको प्रणालीको आधुनिकीकरण गर्न नसक्नुलाई लिन सकिन्छ। यस पृष्ठभूमिमा रहेर नेपालको सार्वजनिक क्षेत्रको सञ्चारमा रहेका प्रमुख समस्याहरूलाई बुदागत रूपमा निम्नजा उल्लेख गर्न सकिन्छ। अनि आधुनिक अवधारणाको प्रयोग कमजोर रहनु, व्यवस्थापकीय सूचना प्रणालीको प्रयोग प्रभावशाली नरहनु, सञ्चारको पदीय श्रृङ्खलालाई मात्र जोड दिनु, विभिन्न पदहरूको बीचमा अदृश्य अवरोधहरू उच्च रहनु, सञ्चार सुरक्षा नीति प्रभावकारिता नहुनु, विभिन्न तहका व्यवस्थापकहरूमा सञ्चार कला प्रभावकारिता नहुनु, विभिन्न संस्कृतिको संस्कारका कर्मचारीहरूका बीचमा सांस्कृतिक अवरोधहरू समेत देखिनु, पृष्ठपोषण लिने दिने प्रणालीको प्रभावकारी प्रयोग नहुनु, अनौपचारिक सञ्चारको उपयोग प्रभावकारी नहुनु, पारदर्शिता र गोपनीयताको बीचमा सन्तुलन कायम गर्न नसक्नु, दोहोरो सञ्चार प्रणालीको अभाव हुनु, सञ्चार क्षमता तथा स्किल विकासमा जोड दिन नसक्नु नेपालमा रहेका विद्यमान सञ्चारका समस्याहरूलाई बुझाउँछ। त्यस्तै अब विभिन्न प्रकारका अवरोधहरू न्यूनीकरणका लागि पर्याप्त रणनीतिहरूको अनुसरण गर्न नसक्नु जस्ता समस्याहरूले रहेको देखिन्छ। यस्ता समस्याको न्यूनीकरण गर्दै सञ्चारको प्रभावकारिताबाट सार्वजनिक क्षेत्रको व्यवस्थापन प्रशासनमा सुधार गर्न, पारदर्शिता अभिवृद्धि गर्न अवलम्बन गर्नुपर्ने हुन्छ। रणनीतिक बुदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ। खुला सञ्चार प्रणालीको अवलम्बन गर्ने, विद्युतीय शासन प्रणालीको विकास गर्ने, पृष्ठपोषण लिने दिने प्रणालीको विकास गर्ने, सञ्चारका विङ्सहरूको अलग अलग विकास गरी सरकारवालासँग गरिने सञ्चारको भिन्नता अभिवृद्धि गर्ने, सञ्चारमा पारदर्शिता अभिवृद्धिको लागि जोड दिने, सञ्चार सिपहरूको विकास गर्ने, भौतिक अवरोधहरूको न्यूनीकरण गर्ने, सञ्चारका उपयुक्त उपकरणहरूको प्रयोग गर्ने, सञ्चारमा एकरूपता कायम गर्ने, अनि सञ्चारमा विसेट ब्लोइङ खुल्लाद्वार नीति, अनौपचारिक सञ्चारलाई जोड दिने, आधुनिक सञ्चार अवधारणा डिजिटल कम्युनिकेसन, सामाजिक सञ्जालबाट हुने सञ्जाल, रियल टाइम कम्युनिकेसन आदिमा जोड दिने। यसरी सार्वजनिक क्षेत्रको सञ्चारलाई प्रभावकारी बनाउन सकेमा व्यावसायिक दक्षता अभिवृद्धि हुने, पारदर्शिता बढ्ने, सुशासन बढ्ने, निजी क्षेत्र जस्तै प्रतिस्पर्धी बन्ने, सेवाको लागत न्यूनीकरण हुने, सेवाको दक्षता अभिवृद्धि हुने र समग्रमा व्यावसायिक प्रभावकारिताबाट सङ्गठनको ख्याति समेत अभिवृद्धि हुने गर्दछ। Thanks for watching. Please don't forget like, share, subscribe.